अहिले चाहिँ हामी यहाँसम्म आइपुग्यौँ अनि यहाँबाट चाहिँ हामी फरार हुन्छौँ यहाँबाट हामी लाग्छौँ आफ्नै बाटो अनि आज चाहिँ कर्टिस फेलोसिप छ त्यसको लागि हामी हिँड्दैछौँ हेर्नुहोस् है यहाँको सुन्दर दृश्यहरू यतिखेर चाहिँ हामी बोरो गाउँमा आइपुगेका छौँ यो चाहिँ मेची गाउँ है मेची जातिहरू धेरै छ ठिक्क हामी यो तिनालीमा आइपुगिसक्यौँ दुईजना केटा पनि आइपुग्यो यहाँ आम्मा गरम छ नि पुरै गरम कस्तो लागिरहेछ मजा लागिरहेछ गरममा पनि मजा आउँछ हामी कहाँसम्म जाने आज जुनी खेती खेती पनि सिद्धेछ एकजनाको हो त अब हामी दुईजना चाहिँ के गर्ने हो आइपुग्यौँ हामी अझै छ हाम्रो डेस्टिनी चाहिँ धेरै टाढो छ तर पनि हामी यहाँसम्म चाहिँ आइपुग्यौँ यो सानोको मेरो बाटो सानो जब म 3-4 साल हुँदाखेरि यो बाटो भएर म जनाइ जान्थेँ अझै पनि यो बाटो जस्तोको त्यस्तै छ मेरो मेमोरेबल्स पार्ट हो पिछु क्रिक पुल हो पिछु क्रिक पुल हो हाई यहाँ पुग्यौँ हामी ठ्याक्कै यहाँको नजारा यस्तो छ आया थाक्यौँ हामी थाक्यौँ है यहाँको नजारा हेर्नु है यस्तो छ ब्युटी फाइनेस एकदम सुन्दर छ त्यहाँ हेर्नुहोस् है गाडीहरू कस्तो दामी चाहिँ यहाँ एकदम नुहाउने छु है म नुहाएर जानेछु आज चाहिँ यो ठाउँमा नुहाइवरी एकदम स्विमिङ गरेर जान्छु हामी दुई भाइ यहाँ नुहाउने छौँ आज ब्युटिफुल छ यहाँको इन्भाइरोमेन्ट्स यहाँको ठाउँहरू बढिया थाक्यो धेरै थाक्यो आज धेरै थाके भएन आजको चाहिँ एकदमै गर्मी ज्यादै भएको कारणले आज जसो तसो यहाँसम्म आउन सम्भव भयो आयौँ घरमा घरै घर छ त घरै घर रहेछ सबै आइपुगेछ ठिक छ